गाइस पुरै बुन्देक भ्याउँछ हैन मेरो दाइ धेर बोलेर हो है यो चाहिँ ब्लगर अरे ब्याकअप स्याकअप केही नबोकिकन हिँड्छ कति छिटो समर आएको दामी देखिँदो रहेछ तल तल घाम लागिरहेछ गाइस आज चाहिँ तपाईँहरूलाई म एउटा यस्तो दामी ठाउँ लाँदैछु नि साँच्चै हिँडेको एक राउन्ड हान्ने अनि मार्केट जाने यताबाट हिँड्न यताबाट नजिक हुन्छ मार्बल साइड जाने मार्बल साइड होइन ठ्याक्कै लेक जाने लेकबाट म हिँड्न लेक ठ्याक्कै लेक जाने लेकबाट अनि टक्क फेरि यसरी माथि माथिबाट आउने समर गेटअप त ला सेक्सी देखिने रहेछ नि त अनि के हो यार अनि झुन्डियो भने के गर्नु केटीहरू यो गेटअपमा त यार हट अनि टक्क के छ सबैजना सन्चै हुनुहुन्छ होला धेरै पछि है भिडियो बन्दैछ है खासमा चाहिँ अब टक्क हामी कन्टेन्ट चाहिँ बनाऊँ भनेको कन्टेन्ट मतलब भाइन्सहरू जस्तो क्या यहाँ चाहिँ टक्क मेरो एक्सर्साइज गर्ने ठाउँ हो एक्सर्साइज गर्ने ठाउँ ला ओ 1 2 3 सिट 16 देखिँदो रहेछ यार सबै यो वर्कआउट गर्ने ठाउँ हो क्या तर भात खाएको आन्द्रा चुट्टीलाई नि फेरि र आन्द्रा चुट्टिएर सन्देश राई सबै वर्कआउट खोइ खोइ ला त पकाड म कतिचोटि हान्नु सक्छस् ल सक्दैन 1 बुढो भयो अब त 2 3 4 12 चाहिँ हान्नु पर्यो है 4 खोइ म 12 हान्नु सक्दिनँ हो 12 हान्नु सकेँ भने भोलि नै चल्दिने आर्मी भिड सबै वर्कआउट गर्ने ठाउँ हो क्या चिप्लो 4 5 थोपडा 12 त सक्दिनँ त 7 मात्रै सक्दो रहेछ यार अनि क्यान्सल हो नि त मेरो यार कहाँ सजिलो छ भाइ यो पनि हो यो भात खाएर हो क्या सुतेर सेटअप हान्ने हो यो अहिले नहानु होला खुट्टा यहाँ राख्ने यहाँ ढल्किने यिनीहरू सबै अब यहाँ भनी पनि दिएन त यहाँ भनी पनि दिएन त बिहान बिहानै आएर कसले वर्कआउट गर्छ निन्द्रामा सुती वर्कआउट तेरो यो बच्चाहरूलाई झुन्डिँदै हिँड्ने हो यो के गर्छ थाहा छैन अब धेरै होला नि होइन यो चाहिँ यस्तो गर्ने होला है यस्तो गर्ने होला यहाँबाट आउने तर ओभर चिप्लो रहेछ क्या यो यस्तै त हो नि हो त्यहाँदेखि जम हान्ने हो क्या अब कहाँदेखि जम हान्छ यहाँ जम हानेर आउने हो त्यो हातले पक्रिने हो जम हानेर यहाँ ला हो त्यसरी नै आउने हो यो चाहिँ नि बाँदर भएर नै जन्मिनु पर्छ यहाँदेखि जम हानेर आउने हो ट्राई गर ल सक्दिनँ म कहाँ नि यत्रो त यहाँ हेर्छ 1 फुट 3 फुट कहाँ हान्नु सक्छ ल यहाँ चाहिँ बास्केटबल खेल्ने कोर्ट हो यहाँ अब गरम समर लागेपछि चाहिँ खेल्ने यो सालदेखि चाहिँ खेल्ने विचार गरिरहेछु म होइन किनभने यो सालदेखि चाहिँ हल्का भनौँ न के हुन्छ वातावरण परिस्थिति वातावरण फुटबल खेल्ने ठाउँ पनि छैन अनि बास्केटबल खेल्नु पर्दैन फुटबल खेल्ने ठाउँ यो पुल उयो छैन यहाँ पुल त्यो पुलदेखि उतापट्टिको सब फुटसल हो अनि कहाँ पैसा तिर्नु पर्यो होला नि ती पर्दैन बल लिएर जाने हो आफ्नो फुटसल सुज लिएर जाने हो जाम न त बाहिर खेल्दै बस्ने हो यहाँ चाहिँ बास्केटबल कोर्ट डबल कोर्ट छ गाइज नेपालमा सिङ्गल कोर्ट मात्रै देखेको होइन
सिङ्गल कोर्ट नै खेलिरहेको हो डबल कोर्ट छ उत्रै हो नि माथि रिङ त भेटाउँदैन नि कहाँ भेटाउँछ त होइन क्या मतलब अलिकति बाउले छ कि त्यो उत्रै हो नेट त भेटाइन्छ नि माथि माथि बास्केट चाहिँ भेटाइँदैन रिङ चाहिँ यहाँ पनि छ अर्को उता पनि छ यता पनि छ अनि यहाँ छ मेन प्लेयर चाहिँ गाइस है भाथार नि यतिको जम्प गर्नु सक्यो कि हामीले यार अब समर लागिसक्यो सन्देश राई समरको के भन्नु अब तलतलले झन् समरको उयोमा निक्लिसकेको छ क्यान सी है गाइज पुम पुम कट्टु र चप्पल भेषमा तर छाया रुखको छाया पर्ने बित्तिकै फेरि लास्ट जाडो हुन्छ फेरि घाम छेक्ने बित्तिकै गाइज है सब्सक्राइब गरिदिनु होला मेरो च्यानल भन्नु भन्ने मेरो च्यानल पनि होइन ठिकै छ भिडियो हेरिदिनु होला सन्देश राईलाई निहालेर हेरिदिनु होला मायाले हेरिदिनु होला मायाले होइन घुरेर हेर्दा पनि हुन्छ हेरि चाहिँ दिनु पऱ्यो जसरी हेर्दा पनि हुन्छ यो सन्देशले के बोलिरहेको होला भनेर हेर्दा पनि हुन्छ हेर न हेर यसले के गऱ्यो भिडियो खिचेको अरे जे पाइदै बोल्ने गऱ्यो भनेर हेर्दा पनि हुन्छ जिस्केको है गाइज यहाँबाट सिधा हिँड्न हो त्यो ठाउँमा नपुग्दा हुन्छ क्या भाइ यता वरपर अरू ठाउँबाट जाँदा हुन्छ के उठेर मुख पनि धुएको छैन त्यत्तिकै खाना पकाएर खाइदियो हिँडिदिएको धेरै ह्यान्डसमै देखिएको छ जस्तो लाग्छ मलाई चाहिँ किनभने म ह्यान्डसम नै छु क्या यो भाँचिन्छ हो भाइ यो केटाकेटी खेल्ने ठाउँ हो क्या यो बुढो खेल्ने मान्छे ठाउँ होइन क्या भाँचिन्छ क्या भाइ यस्तो सब केटाकेटी खेल्ने ठाउँ हो यो मजाको फिलिङ तर त्यो अघिको चाहिँ हान्नुपर्छ क्या भाइ यो जिउ दुख्ने सिउ दुख्नेहरू होइन ढाड दुख्ने कामहरू हट्छ त्यस्तो हान्यो भने त्यो रात दिन सुतेर जिउ दुखाएर एउटै मात्रै काम गर्दाखेरि त्यो बडी स्ट्रेचहरू हुँदैन क्या अब हामी एउटै पोजिसनमा हुन्छ अब उभिएर त काम गरिन्छ नि तर पेटको वर्कआउट हुँदैन होइन अनि धेरै कुराकोहरू हुँदैन अब स्ट्रेचिङहरू हुँदैन खुट्टाको मात्रै हुन्छ वर्कआउट अनि यो दुईवटा हातको केही हुँदैन गाइस कस्तो देखिरहेछ भनिदिनु पऱ्यो है सन्देश राई त फेरि ननस्टप बोल्नु पऱ्यो भने बोल्छ कि तर चल 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 गाडी मार्दै अहिले धेरै लामो भयो कहाँ लामो लामै हो सन्देश राई बोलेपछि यस्तो मेरो मोबाइल फुट्छ यत्रो टाइमको बुके भिडियो हाल्नु पहिला टोमो बोस कहाँ बस्थ्यो यस्तो बस्थ्यो उयो चाहिँ हो हाम्रो टोमो सेफ अहिले बस्ने गएछ बस्ने किन आएको ए अन्डर कन्स्ट्रक्सन रहेछ नि त हो म चाहिँ फाला त्यसरी विकास हुन्छ अरे यता चाहिँ है रातारात हो यहाँ त हेर्न माटोहरू कस्तो मैले लेखेको छ यो गार्डन बनाउँदो रहेछ यहाँ पनि रातारात हो यहाँ त लाटलुट सकिन्छ म चाहिँ अस्ति नि त्यहाँदेखि पर कुद्दै कुदाएर पुगेँ क्या त्यो अस्तिको पुल यो चाहिँ उता हाम्रो ठुलो पुल छ त्यहाँदेखि सेकेन्ड ह्यान्ड मार्केट लाग्छ गाइज है अनि हामी चाहिँ यही एरियामा बस्ने हो यो हो एरियामा यहाँ आएर सन्देश राईको हो सन्देश राई कहाँ बस्छ भनेर सबैलाई सोद्धा नि हुन्छ मेरै रुममा लिएर अपार्टमेन्टमा लिएर छोडिदिन्छ सबैले हेर गाइस यस्तो दामी फुल छ यहाँनिर अब के गर्नु अब चप्पलमा यसरी हिँडिरहेको भए पनि फुल खिच्नु तपाईँहरूको लागि फुल खिच्नुको लागि म यसरी भित्र छिरिरहेको छु एज यु क्यान सी लुक एट दिस ब्युटिफुल फ्लावर वाउ सो ब्युटिफुल द्याट हल्का सिनेमेटिकमा हान्दिउँ वाउ सो ब्युटिफुल फुलहरू के राम्री
यस्तो हो क्या यो फुल त के राम्रो र हाम्रो भिडियो हेर्ने लेडिज भ्युवर्स यस्तै राम्रो हो यो फुल त के राम्रो हो र तिमी हो राम्रो त यसको के रङ्ग छ र यसको रङ्ग भनेको त तिम्रो हो आम्बो तिमी हाँसोमा रङ्ग थपी आउनु है आम्बो यहाँ चाहिँ फेरि यत्रो यो चाहिँ के अरे यो जेमराज होइन के अरे यसलाई के भन्छ नि त्यति हो यमराज जेमराज भन्दैछु फेरि मैले ला यो त बन्द छ त आज त अस्ति त यहीँबाट निस्कियो यतापट्टि गाडी चाहिँ बन्द होला बन्द रहेछ ल हामी चाहिँ हाम्रो डेस्टिनेसन आइपुग्न आयौँ गाइस साँच्चै हामी डेस्टिनेसन कहाँ जाँदैछौँ त्यो पनि डिटेलमा भनिदिनु पर्छ खास भन्नुपर्दा डेस्टिनेसन भनेको ऱ्यान्डम हो यसले हावाको तालमा घुम्नु निक्लौँ भनेर निक्लेको हो होइन लग्दै गरेको मैले बुन्देक तर यो बुन्देक चाहिँ आर्टिफिसियल लेक हो गाइस होइन हो त्यो डिटेल देखिनु पर्यो नि त यो त्यहाँनिर सेकेन्ड ह्यान्ड मार्केट लाग्ने पुल छ उतानिरको अनि त्यहाँदेखि यो चाहिँ मेरो एरिया हो गाइस यहाँनिर आएर सन्देश डनको आफ्नो मान्छे हो भनेपछि यहाँ सबैले चिन्छ तपाईँहरूलाई नि अनि जे कुरोमा नि सुविधा छ अनि यो बुन्देक भन्ने ठाउँ चाहिँ कस्तो भन्दाखेरि यो अब सिटीदेखि मान्छेहरू धेरै टाढा जानुपर्छ क्या लेक अब बिचको लागि होइन अनि समुद्रको छेउछाउ अलिकति टाढो छ अनि त्यही भएर यो सिटीमै चाहिँ एउटा आर्टिफिसियल लेक होइन एउटा सिटी आकर्षण होइन एट्र्याक्सनको लागि बनाएको लेक हो गाइज यहाँनिर त्यो छ अहिले म देखाउँछु ल यहाँनिर चाहिँ ड्राइभिङ पनि सिक्नु सक्नुहुन्छ है गाइज अब म चाँडै गाडी किन्दैछु होइन कसको लागि गाडी चाहिँ गाडी कसको लागि भन्नु पर्यो नि त म मर्सिडिज है फेरि गाइज अरू होइन मलाई BMW CMW होइन ल्याम्बोर्गिनहरू केही पनि मन पर्दैन म चाहिँ मर्सिडिजको अति ठुलो फ्यान हो होइन अब लिँदैछु चाँडै यहीँनिर हुन्छ ड्राइभिङ ट्रायल यहाँनिर होइन अनि भिडियो सुट यहीँनिर पनि हुन्छ ठिक छ यो चाहिँ तपाईँहरू नै आएर यहाँ गाडी सिक्नु सक्नुहुन्छ यहाँनिर मजाले अस्ति नि यो चाहिँ ह्याप्पी यो चाहिँ ठुलो एरिया छ होइन यहाँ त समरमा त एभ्री विकेन्डमा बब्बाल मेला लाग्छ यहाँ भिडै हो त्यो हाम्रो पूर्वतिर जाडो महिनातिर तालतेलातिर कस्तो हुन्छ त्यस्तै यहाँ बब्बाल भिड हुन्छ यहाँ उहीँ आएको रहेछ कि यताबाट आएर त्यहाँ आएको रहेछ कि नयाँ थाहा नै थिएन म त आत्तिएँ क्या यो होइन यस्तो छ नि त यो अझै यो त्यहाँ त अलिकति झन् भाँसिने छ क्या म त मासुली म त ल्यान्डमाइन पो बिछाएको छ कि क्या हो त्यो सुरुमा त्यो वारको कुराहरू भइरहेको थियो नि त अस्ति नि त्यो वार हुन आँटेको छ माइन डर लागेर अनि यो उयो फुटसल उयो फुटसल खेल्ने यो पारिपट्टि हो साइको भएर म त अनि त्यहाँदेखि पर गएँ यहाँदेखि यता आएको भए चाहिँ बुन्देक भेट्दैछु क्या ल हेर गाइस रकेट उडेको पहिला हाम्रो नेपालमा यस्तो धेरै उड्थ्यो यो हामी सानो हुँदाखेरि यार त्यो चाइनाले धेरै उडाउँथ्यो क्या पहिला हामी सानो हुँदा चाहे रसियाले युक्रेनलाई हानेको हो कि जस्तो यो चाहिँ अलिकति तर यो चाहिँ केही होइन कि मान्छेले पैसा तिरेर माथिदेखि भ्यू हेरेको हो क्या रकेटमा पैसा तिरेर चढ्नु पाउँछ है यो चाहिँ म पनि गएको थिएँ जानु चाहिँ होइन तर मैले भिडियो खिच्नु पाइनँ क्या त्यही भएर कसैले पत्याउँदैन होला यो कुरा होइन त्यही भएर कसैले पत्याउँदैन अब भिडियो खिचेर हाल्दै गएको त पत्याउँथ्यो होला होइन सन्देश लास्ट गबाडे भएछ विदेश गएर भन्छ होला अब के गर्नु अब गफ नदी नहुने रहेछ के गर्नु कसैले नपत्याउने रहेछ गफ दिएन भने त अनि घरिघरि चाहिँ कस्तो सुन्निएको जस्तो आइरह्यो होला मेरो थोप्रा क्या किनभने भर्खर सुतेर उठेको हो नि त मुख चाहिँ धुइस् मुख पनि नधुइकन खाना पकायो खायो हिँडिदियो आयो लु दिस इज द प्लेस लु आयो बब्बाल आयो लु बब्बाल आयो अर्कै लामा साहेबले बब्बाल आयो चाहिँ बुढी चाहिँ यहाँ हेर्न म्यास यार के दामी म त अस्ति तर बेलुका आउँदा त डर लाग्ने क्या एक्लै चाहिँ नेपालमा डर लाग्दैन चाहिँ यो चाहिँ अब अर्काको देश भएर होला पाइँदैन होला जानु पानी छुनु बब्बाल आयो बब्बाल लु सिनेमेटिक हानिदिन्थ्यो नि ड्रोन भएको भए के गर्नु अब गाइस ड्रोन किन्ने पैसा चाँडै यसो भेला पारिदिनु ल
हाम्रो बुन्देक पुरै घुमाउनु मन थियो होइन तर बुन्देक पुरै घुमाउनु मन थियो तर ब्याट्री लो भएर यार समस्यामा परियो यार यस्तो दामी छ यो गाइस पुरै बुन्देक भ्याउँछ होइन मेरो दाइ धेर बोलेर हो है ब्लगर अरे ब्याकअप स्याकअप केही नबोकिकन हिँड्छ